हेलो गाइज, वेलकम बैक टू माय चैनल। आज का 5वां ब्लॉग। अब मैं जा रहा हूँ स्कूल। उता के हुन्छ सीन त्यो देखाउने छु हजुरलाई। टक्क माया देखाइदिनु होला, त्यो भन्न चाहन्छु। टक्क ड्रेस लगाएर रेडी भइसक्यो, टक्क जानु मात्र छ भन्छु। त्यही हो, पुरा रेडी भइसक्यो, स्कूल जान्छु। त्यही हेलो गाइस, बाल म सामाजिक बोर्डै जानुपर्छ दोस्त। ए 20 रुपैयाँ छ। यो कति हो थाहा? यो कति हो थाहा? त्यसरी खिचिरहन् टक्क राजाको फोटो खिचिरहन्। यहाँ त उनी हुन्छ फोटो क्यामेरा ल क्लियर हो युट्युबमा। नाचेको म त हाल यहाँ फोटो खिचेको भिड चाहिँ यहाँ बिना आइडेन्टिटी कार्ड भएको पनि उभिरहेको छन्। यहाँ झाल भइसक्यो होइन त तँलाई पनि? यी दाइले क्यामेराम्यान दाइले झाल भयो कि अब यिनीहरू क्या दिउन्? हेर्नु लगायत देशी ज भैया भेडी टक्क अब स्कुलबाट आइसक्यो। स्कुलबाट आइसक्यो, त्यति स्कुलमा मोबाइल भिडियो बनाउनु दिन्न क्या। मोबाइल उ गरेपछि उ गरिदिन्छ, के भने खोजिदिन्छ। डर छ क्या, त्यहाँको गार्ड चाहिँ डेन्जर छ, त्यही भएर भिडियो नबनाएको। हेर्दै जानु होला। अब त्यही बिस्तारै बिस्तारै के हुन्छ कस्तो हुन्छ सपोर्ट गर्न नबिर्सिनु होला। त्यही अन्त स्कुलमा भिडियो बनाउनु दिन्न क्या, त्यही भएर हो। भैया बेडी धनगढी भैया बेडी रहेछ यो। धनगढी भैया बेडी टक्क हेर्नु होला। मोबाइल हजुर 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 भन राजा। एसपी कलेजको बस टक्क अब धनगढीको त्यही पुगेपछि उ गरौँला है त। ल त्यही भन्न चाहन्छु, माया देखाउन नबिर्सिनु होला। यही हो सहर भैया बेडीको। सर नै धनगढी उयोको है, यसरी आउँछन्। गल्ली गल्ली हो यो पुरै। हस् त धनगढी सहरमा पुगिसक्यो। यही हो भ्यू, यस्तो छ टक्क। यहाँ सागसब्जी जम्माइको पाइन्छ, यहाँ सब छ। अलराउन्डर भन्दा पनि फरक पर्दैन। यसरी यात्रुहरूलाई सेवा गर्नलाई गाडीहरू यसरी बसिरहेका छन्। यो यसरी टक्क अहिले म घर जाने, अब घर जान लाउँ। स्कुलबाट आएर अब घर जान लाउँ। त्यही हो, अब अहिले हेर्दै जानु होला। अब सिधा अनि त्यसपछि घरमै गएर हेर्नुपर्छ त है त। हेर्नु होला अहिले कस्तो छ यो हाम्रो धनगढी सहर। त्यही भन्न चाहन्छु, यात्रुहरूलाई सेवा दिनलाई बसहरू बाटोमा सब पाइन्छ। अब म उहाँ स्कुलमा गर्ने थिएँ, त्यहाँ ऊ दिन्न क्या। सरहरू रिसिन्छन्, गाह्रो छ नि त मोबाइल निकाल्न पनि। एक दिन यस्तो चुड्दै भयो हाम्रो स्कुलमा एक दिन खत्रै चुड्दै भयो क्या। एउटा स्टुडेन्टलाई सरले के कारण हो त्यो थाहा पाएन, भिडियो बनाउँथ्यो। अब मोबाइलै निकाल्न दिन्न नि त, त्यही भएर हो। हेर्नु होला धनगढीको नेपालको फ्ल्याग धनगढी नाम लेखेर यस्तै छ टक्क। हेर्दै जानु होला के कस्तो हुन्छ टक्क। ल
हेर्नु होला गाइज। अब म एउटा सिन देखाउन चाहन्छु हजुरलाई। होइन हजुर सिन देखाउनु पऱ्यो नि त एउटा, यस्तो हेर्नु होला। माया देखाउनु नबिर्सनु। अहिले उहाँ खेलेर आएको टक्क उतिखेर त भिडियो बनाउँदैन, अब त बनाउँछु राम्रो राम्रो। टक्क छुट्टी भएपछि मौका मिली चाहिँ कहीँ जान, त्यो हो, नभए कहीँ जान्दिनन् क्या। त्यही भएर अब छुट्टी भएपछि एउटा भिडियो बनाउनु छ खतरा खाले। हजुरले माया देखाउनु दिनु होला, एउटा भ्यू देखाउँला म कस्तो हुन्छ त्यो भन्न चाहन्छु। हजुरहरूलाई भ्यू कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अब भोलो हल्का राम्रो भ्लग आउने छ जस्तो छ। त माया देखाउनु नबिर्सिनु होला। अहिले त्यही बनाउन पाएन, स्कुलदेखि आयो त्यहाँ बाटोमा उ थियो, त्यही भएर साइकलमा आएको थियो नि त, त्यही भएर राम्रो बनाउन पाएन। टक्क राम्रो आउँछ, माया देखाउनु नबिर्सिनु होला, त्यही भन्न चाहन्छु। अहिले घरमा कोही छैन, म एक्लै छु, घरमा बस्नुपर्छ। टक्क अहिले आउँलान् भनिरहेको छ नि बाबा दिदी, अब आएपछि थाहा पाइन्छ, त्यो भन्न चाहन्छु। भोलो क्रिकेट खेल्न गएपछि त्यतै बनाउनु पर्छ, हेरिदिनु होला, सपोर्ट गरिदिनु, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला, त्यही भन्न चाहन्छु। हस् त, धन्यवाद गाइस।